हेलो साथीहरू, आज चाहिँ हामी दसैँको लगभग अन्तिम दिनतिर छौँ। यहाँ चाहिँ हामी चाहिँ मेरो छोरी चाहिँ बिहानै बिरालोसँग खेलेर बिरालो पनि टायर भएछ, छोरी पनि टायर भएछ। दुवैजना निदाउँदै बिग्रिँदै फेरि खेल्दैछन्। अब चाहिँ हामी अन्डा र आलु चाहिँ मर्निङ ब्रेकफास्ट खान लाग्यौँ। यहाँ चाहिँ छोरीहरू, दाई अनि त्यसपछि आलु अन्डा कफी खाँदैछौँ। यहाँ दिदी, छोरा बुहारी बिहानको मर्निङ कुल ठाउँमा राम्रो फ्रेस हावा खाँदै हामी चाहिँ बिहान खाजा खाँदैछौँ, बिहानको खाजा। अब चाहिँ हामी टन्न आलु र अन्डा खाएर फेरि पनि अब छ्याङ खाने धुनमा छौँ। छ्याङ, सुकुटी, गाउँको अर्ग्यानिक छ्याङ, कोदोको छ्याङ र सुकुटी चाहिँ साह्रै मिठो हुन्छ। त्यसपछि चाहिँ हामी माइला बुवाको घरमा खाना खाने प्लान थियो। यहाँ चाहिँ हड्डीहरू मजासित भात खाइसकेपछि चाहिँ यस्तो हड्डी खाने चलन छ हाम्रोतिर चाहिँ, हड्डीको त्यो भित्र पाउने। त्यसरी हामी भादैहरू चाहिँ यसरी गाउँमा हड्डी टन्न यसरी पकाएर यस्तो बोन मेरोहरू चाहिँ खाँदैछ है भाइहरू चाहिँ। यसरी भात खाइसकेपछि यस्तोसित मजासित यसरी पकाएको हुन्छ खसीको हड्डीहरू। अनि यो चाहिँ एकदम टेस्टी हुन्छ। यो दाजुभाइहरू चाहिँ चट्ट लाएर यसरी हड्डी चुस्ने काम गर्दैछ यहाँ बाहिर। अनि त्यसपछि हामी चाहिँ यसो गार्डन घुम्यौँ। गार्डनमा चाहिँ यो क्युबीहरू चाहिँ मजाले फलेको थियो। अनि खाने बेला चाहिँ खासै भएको थिएन। अनि हामीले टेस्ट चाहिँ गरेर हेरौँ, तर त्यति टेस्टी थिएन। त्यसपछि हामीले टिपेर खाएनौँ। अब 1 महिना पछाडि चाहिँ यो खाने। यो चाहिँ एक्चुअली यो चाहिँ म जन्मेको घर हो होइन, तर यो घर चाहिँ अहिले मोडिफाई भइसक्यो। ठ्याक्कै म जन्मेको घर चाहिँ यही प्लेसमा पर्छ। पहिला चाहिँ अलिक फरक थियो हामीहरूको। यो चाहिँ पहिला चाहिँ अलि ठुलो घर थियो, अहिले चाहिँ अनि यो भूकम्प पछाडि चाहिँ यो सानो घर हो। तर अहिले चाहिँ हामी यहाँ बस्दैनौँ। यहाँ चाहिँ दाइ भाउजूहरू बस्नुहुन्छ। यहाँ मेरो छोरी चाहिँ, अनि यहाँ नातिनी चाहिँ अब इभिनिङ टाइममा नातिनी नाच्दै छिन्। ऊ चाहिँ एकदम फन गरेर रमाइलो गरेर नाच्दैछ। जोस् गीत चाहिँ अर्कै बज्दैछ। मैले चाहिँ मेरो भोइस रेकर्ड गरेको भएर गीत चाहिँ थाहा पाउनु भएन। ऊ चाहिँ नाच्ने एकदम ट्यालेन्ट हो। त्यसपछि इभिनिङ नाइट भयो, यसरी मजासित हामी चाहिँ नाच्ने प्रयास गऱ्यौँ सबैजना, डान्स गर्ने। इभिनिङ खाना खाइसकेपछि चाहिँ अब दसैँ त हो, अब नाच्नुपर्छ भनेर अलिअलि टक्क लाएर अलिअलि अब पियौँ पनि। यसो गाउँघरको कोदोको रक्सी टक्क पिएर चाहिँ अब हामी नाच्ने प्रोग्राम भयो। अनि यसरी पुरा गाउँको भाइहरू बहिनीहरू अनि त्यसपछि दाजुभाइहरू सबै मिलेर यसरी मजासित नाच्यौँ है। जोस् जाने पनि नजाने नि हाम्रा नानीहरू, छोरीहरू, नातिनीहरू पुरा नाच्ने प्रयास गर्दैछ। अनि अब दसैँ भनेको चाहिँ अब सहरमा भन्दा नि गाउँघरमा चाहिँ साह्रो रमाइलो हुन्छ। यसरी खाएपछि चाहिँ पुरा आफ्नो पाडामा नाच्दैछ नानीहरू यसरी। ल कोही कसरी। यो गीत चाहिँ सुन्न सकेको छैन। गीत चाहिँ अब मैले मेरो भोइसले गर्दा गीत चाहिँ सुनेको छैन, तर खतरा यसरी प्र्याक्टिस गर्दै ओहो नाच्यो छोरी नाच्यो। ल यो चाहिँ मेरो छोरी चाहिँ पुरा हिपहप स्टाइलले नाच्नु लागेको छ। ल गाइजहरू, ल नातिनी उफ्री नाच्यो। अर्को भाइ नाच्यो फेरि पुरा, उसको नाम चाहिँ धने हो। ऊ चाहिँ नाच्न पुरा ट्यालेन्ट छ। खतरा नाच्यो छोरी नाच्यो। अनि त्यसपछि यहाँ फेरि अर्को छोरी नाच्न लाग्यो। त्यो के पारा यो चाहिँ। ल जोस् बच्चाहरू चाहिँ आफ्नो पाडामा सबैजनाले इन्जोय गर्दैछ। हेर हामी चाहिँ हाँस्दै मजासित म चाहिँ भिडियो खिच्दै थिएँ है। नाच्न त म पनि नाचेँ एकछिन चाहिँ, तर मैले चाहिँ अब खासै धेरै चाहिँ नाचिनँ। नाच्न चाहिँ नाचेँ, तर अरूहरू चाहिँ मजासित 5-6 घन्टा मजाले म्युजिक बजेर नाच्यो। अब राति सबैले खाएको पिएको यसो डाइजेस्ट पनि गर्नु पर्यो, रमाइलो पनि हुने। अनि पुरै रमाइलो गरेर हो यसरी। अब यो के प्रकारको नाच हो यो चाहिँ म चाहिँ भन्न सक्दिनँ है। अब म्युजिक पनि त्यस्तै बजेको थियो, त्यही अनुसारको भाइहरू नाच्दै पनि थियो। तर जे भयो पुरा रमाइलो क्या, एकदम आनन्द गरेर चिसो मौसम। अनि यसरी म्युजिकको तालमा अब जसरी नाचे पनि एउटा फन हो है। अब केटाकेटीहरू भनेर हामी चाहिँ अब हेर्दै ताली बजाउँदै इन्जोय गरिराख्यौँ। अब लामै समय नाच्यो।
कोहीले कस्तो पाराले नाच्छ, कोही कस्तो पाराले नाच्दा हाँस्दै नाच्दै हाँस्दै नाच्दै गरिन्। यो कस्तो पाराको नाच हो? हामी मनमा नै सोच्दै पनि थियौँ हिजो आजको बच्चाहरूको नाच चाहिँ एकदम फरक हुन्छ नि हाम्रो पहिलाको मौलिक नाचहरू भन्दाखेरि चाहिँ है। अब पहिला कस्तो कस्तो नाच्थ्यो, अर्कै पाराले नाच्थ्यो, म्युजिक पनि अर्कै हुन्थ्यो, अर्कै पाराको हुन्थ्यो। अहिलेको बच्चाहरू चाहिँ हो यसरी नाच्छन् है, यसरी नाच्यो बच्चाहरू चाहिँ। अनि पुरै लेट नाइटसम्म हो यसरी नै हामीहरू सबैजना लाएर इन्जोय गऱ्यौँ। अनि यसरी नाच्दैछ अझै पनि थाक्दै। कोहीलाई चाहिँ गर्मी पनि भइसकेछ, नानीलाई चाहिँ पुरा ज्याकेट खोज्दै, कोही चाहिँ यसरी कुखुरा स्टाइलमा नाच्दैछ हेर। अनि साथीभाइहरू चाहिँ हो यसरी पनि नाच्दैछ त कोही लौ अब चाहिँ। अनि नाचगान सकेपछि फेरि यसरी चाहिँ अब एकछिन निन्द्रा लागेन भनेर फेरि यो उनो भन्ने गेम खेल्न लाग्यो बच्चाहरू चाहिँ। अनि उता अरूहरू चाहिँ फेरि तास खेल्दै थियो है, कोही तास खेल्ने, कोही चाहिँ उनो खेल्ने, यसरी आफ्नो पारामा इन्जोय गर्दै थियो। यो नाति बाबु चाहिँ, यो नातिनी, छोरी, नाति, मेरो सबै नाता नातिनी र छोरी हो। आफू बुढी आमा भएपछि पुरा बच्चाहरूको रेखदेख गर्नु पऱ्यो, नसुतेसम्म हेर्न पनि पऱ्यो। अनि केटाकेटीहरूलाई पुरा खेलेको इन्जोय गर्दै थियो। हामी चाहिँ अब यसो अलिअलि टुक्चा लाउँदै बच्चाहरूले के गर्दैछ भनेर वेट गर्दै बस्यौँ। अनि यिनीहरूले चाहिँ निकै बेर खेल्यो। यो उनो भन्ने चाहिँ यो चाहिँ नयाँ, मैले चाहिँ फर्स्ट टाइम देखेको यो बच्चाहरूले कार्ड। त्यसपछि भोलि बिहान मर्निङ भयो नि पुरा हो यसरी कोदोको 3 पानी बनाउन लागेछ भाउजूहरूले। त्यसपछि पुरा माथि चाहिँ अनि के अरे राङको सुकुटी, अनि त्यसपछि अनि यो चाहिँ पुरा बेलुका, बिहानबाट बेलुका मर्निङ भएको थियो होइन। अनि त्यसपछि फेरि यसो हेरेको त वेदर त कस्तो बादलहरू लागेको थियो, तैपनि बादल लागे नि पुरा राम्रो देखेको थियो। अनि त्यसपछि यहाँ घरमा चाहिँ अनि मजासित सबैजना आफ्नो पाडामा सफा गर्ने के गर्दै थियो। फेरि डे टाइम भयो अनि फेरि तास खेल्नु बस्यो बच्चाहरू। यसरी तास खेल्ने, हाँस्ने, खाजा खाने, रमाइलो गर्ने, त्यही त हो है। चाडबाडको बेलामा सबैको आफ्नो इच्छाअनुसार गर्न परेको। यसरी दसैँ चाहिँ हो यसरी बित्यो। यहाँ छोरी, भाइ, अर्को भाइ सबैजना छोरी भाइहरू चाहिँ तास खेल्दै थियो। यसरी हाम्रो दसैँ चाहिँ बित्यो। जे होस् मजाले दसैँ रमाइलोसँग बित्यो। धन्यवाद।